नमस्ते। नमस्ते। सन्चै हुनुहुन्छ? हजुर। अनि हजुरलाई चाहिँ अहिले अब नानी आइहाल्यो हातमा होइन, कस्तो फिल भइरहेछ? नहुँदा कस्तो भइरहेको थियो? एकदमै खुसी होइन। हाम्रो बिहा भएको चाहिँ 5 वर्ष भएको थियो होइन। अनि मेरो श्रीमान चाहिँ विदेश जानुभएको थियो कि, अनि त्यसमा 3 वर्ष त गइसकेको थियो। जब श्रीमान आउनुभयो अनि हामीले फ्यामिली प्लानिङ गर्ने भनेर भन्यौँ। फ्यामिली प्लानिङ गर्ने बेलामा चाहिँ अनि हामीले जति ट्राई गर्दाखेरि पनि असफल भयौँ कि, सक्सेसफुल भएन। हजुर। अनि हस्पिटल जाँदाखेरि पनि अनि न उहाँको खराबी देखाउने न मेरो खराबी देखाउने, कहिले फेरि उहाँको कुनै हस्पिटलमा उहाँको खराबी देखाइदिने, कुनै हस्पिटलमा मेरो खराबी देखाइदिने हुन्थ्यो। अनि कुनै हस्पिटलमा चाहिँ केही पनि खराबी छैन अनि भनेर भन्ने हुन्थ्यो कि, अनि धेरै पैसा खर्च गर्दाखेरि पनि नहुने कि। अनि त्यसपछि जब हामीले मोबाइलमा शिशु फर्टिलिटीको बारेमा प्रचार देखेका थियौँ, अनि अब मैले चाहिँ नजाउँ होला अरू हस्पिटल जस्तै कि, अनि हुन्न होला, अनि पैसा खर्च मात्रै हुन्छ होला, हुँदैन होला भनेको थियौँ। तर मेरो मम्मीले चाहिँ होइन जानै पर्छ, अब जाम एकचोटि ट्राई, यतिका हस्पिटल त गइसक्यौँ, अब त्यहाँ जाम एकचोटि ट्राई गरौँ त्यहाँ पनि भनेर भन्नुभयो र हामी यहाँ आयौँ। अनि यहाँ आइसकेपछि अनि यहाँ सिस्टरहरूको कन्सल्ट गर्नुभयो कि, अनि यस्तो यस्तो हो, अनि यहाँ यस्तो हुन्छ, अनि धेरै तरिकाबाट उपचारहरू हुन्छ भनेर भन्नुभयो। अनि हामीलाई अलिक विश्वास लाग्यो कि होइन। अनि विश्वास गरिसकेपछि हामीले अब रेगुलर भिजिट गर्नु पर्यो डक्टरसँग भेटिसकेपछि, रेगुलर भिजिट गर्नु पर्यो डक्टरलाई। अनि डक्टरले दिएको औषधिहरू प्रिकप्सनहरू चाहिँ फलो गर्नुपर्छ भनेर भन्नुभयो। अनि हामीले चाहिँ लगातार 2 महिना जति हामीले डक्टरको परामर्शमा हिँडिसकेपछि अनि त्यसपछि बल्ल नानीको खुसीको खबर। हजुरको चाहिँ अब आइभीएफ भयो कि नेचुरल भयो भन्न हजुरको सबै? मेरो चाहिँ नेचुरल भयो। हामीले पहिलोचोटि ट्राई गर्दाखेरि नेचुरलै ट्राई गरेको थियौँ। अनि त्यति बेला चाहिँ डक्टरले अनि भएन, अर्कोचोटि चाहिँ सक्सेसफुल हुन्छ भनेर भन्थे। अनि त्यसपछि अर्कोचोटि ट्राई गर्दाखेरि चाहिँ मेरो नेचुरलै भइसक्यो। हजुरको विश्वासले गर्दा चाहिँ अहिले हाम्रो है। म्याम हजुरलाई के छ अहिले घरमा नातिनी छ, कतिको खुसी भइरहेको? एकदम खुसी छु म त। एकदम म त शिशु फर्टिलिटीलाई बहुत धन्यवाद दिन्छु। म त एकदम यहाँको नर्सहरू पनि एकदम यति मायाले बोल्ने, मलाई त अति खुसी लागेको छ म्याम। अनि यहाँ आउँदाखेरि मैले धेरै खुसी पाएको छु।